होस् दुईचोटि आइसक्यो अरे अब माथि डाँडातिर हिँड्नु बसिरहेको छौँ होइन उनीहरू आउँदैछ उनीहरूले थाहा देख्नेछ कि नदेख्नेछ है क्या हेलो गाइस गुड मर्निङ व्हाट्सअप अहिले चाहिँ होइन बिहान भइसकेको छ अस्ट्रेलियाको 8 बजिसकेको छ होइन नेपालबाट हेर्दै हुनुहुन्छ भने अनि हामी चाहिँ अब उठेर ब्रस गरेर होइन यसो यहाँ ब्रेकफास्ट खान लागिरहेको छु अनि यता चाहिँ छ होइन गाइस यो चाहिँ ब्ल्याक कफी यो चाहिँ मिल्क कफी अरू सबै मिल्क हो यो मान्छे त चिनिहाल्छ यो पनि चिन्छ यो दुईजनाले बनाएको यो ब्रेकफास्ट है अब यो खाएर अब हामी चाहिँ घुम्ने तर्खरमा कफी चाहिँ मिस्टर आसवान अनि यो ब्रेडसँग यो के भन्छ अभोकाडो एगहरू चाहिँ अनिताले बनाउँछ त्यही भएर अब हामी चाहिँ होइन कफी सफी खान्छौँ अनि त्यसपछि हामी घुम्ने तर्खरमा लाग्छौँ गाइज स्टे ट्युन है त ल सम्झे रेडी होइन एक्सर्साइज गरेर अहिले केही भन्दै नि त यार भिडियोमा यार ठिक छ ल गाइस अब हामी चाहिँ निस्केको होइन हामी चाहिँ निस्केको घाम डेन्जर लागिरहेछ अहिले सही यार घाम लागिरहेछ यो यताको चाहिँ मेन रोड हो होइन जङ्गल छ पुरै दामी छ भ्यूहरू घाम दामी लागिरहेछ होइन गाइस अब हामी चाहिँ होइन यहाँबाट अब घुम्न जान्छौँ बाहिर कति टाइम लाग्छ 10-15 मिनट होला ला 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 जे होस् यहाँ एकदम क्वाइट छ होइन ठाउँ चाहिँ एकदम रमाइलो लाग्यो गाइस मलाई उनीहरू आउँदैछ होइन म चाहिँ यसो गाडी स्टार्ट गर्दै गर्छु बेलुकातिर चाहिँ पानी देखाइरहेछ होइन बेलुका पानी देखाइरहेछ अब अहिले चाहिँ 3 बजीसम्म चाहिँ घामै छ होइन वेदर हेर्दाखेरिमा लेसी के हुन्छ अब यहाँ छ ल गाडी चाहिँ यहाँ छ होइन गाइस स्टार्ट हानौँ यसको ब्याग यहाँ राखिदिन्छु अब यहाँ look at me now हेडल्यान्ड भन्ने छ होइन त्यो ठाउँमा आइपुगेको छ गाइज ठाउँको नाम यो हो गाइजहरू पहिला नै आइसकेको रहेछ होइन जे होस् दुईचोटि आइसक्यो अरे अब माथि डाँडातिर हिँड्नु बाटो यहाँदेखि ट्र्याक हिँड्दै यति धेरै बिचमा क्रस हुँदै बिच हुँदै यहाँ अहिले हामी यहाँ हिँड्ने बाटो यति ट्र्याक लामो छ कि यहाँ कतिवटा बिच वेल पनि देख्नु मिल्छ अब हेरौँ गाइस कस्तो हुन्छ होइन म देखाउने प्रयास गर्छौँ ओ हामीले केही खानेकुरो ल्याउने भने त खोइ त डाँडा काँडामा यसो रमाइलो गर्दैछौँ तिनीहरू सबै बिचमा हिँडेको हामी चाहिँ कहाँ हिँड्यौँ त हामी चाहिँ डाँडातिर सम्पीले त्यहीँ टाट्टी गरे जस्तो छ खतरा भ्यू यार ओ माय गॉड चराहरू बनाएर छ आमा बबाल यार
यहाँ एकजना चाहिँ पुरा फिसिङ हान्दैछ होइन ढुङ्गाको बिचमा गएर यार त्यो त्यहाँबाट गएछ होइन खतरा फिसिङ हान्दैछ पहिलोचोटि एकदम नजिक आएर हेर्न हावा डेन्जर लागेछ यार कहाँ ए यार क्या खतरा रुखको जरा यार ओ एकछिन नचल चुप लागेर बस्नु न गाइज हामी चाहिँ यहाँ लुकेर बसिरहेको छौँ होइन उनीहरू आउँदैछ उनीहरूले थाहा देख्नेछ कि नदेख्नेछ है गाइज न त चुप लाग्नु चुप लाग्नु गाइज हामी घुम्न आएको होइन पुरा पानी परेर हामी यहाँ रुखको ओत लिएर बसिरहेको छौँ होइन गाइज तिमीहरूले घुम्न त ल्यायो तर पानी पर्ने ठाउँमा ल्याएर यस्तो रुखको हामी तल बसिरहेको छौँ होइन गाइज एउटा एकजना यहाँ छ अर्को यतातिर त्यहाँ चाहिँ फेरि पानी पनि स्विमिङ हान्दा छ होइन भिज्ने भयो नि अब सुक्दै हाम्रो त्यो के अरे छाता पनि ल्याएन छाता ल्याए भए त राम्रो हुन्थ्यो धन्न यो रुख रहेछ यहाँ नजिक र त्यही भएर हामीलाई पानीबाट भिज्नबाट बचेँ बच्चाहरू पुरै भिजेर हिँड्दा छ यार गाइज होइन यहाँ चाहिँ के अरे केरा पुरा बेच्न राखेको हुँदैछ होइन यो चाहिँ यहाँको अर्ग्यानिक है ए हनी लगाउँ यार हनी रहेछ होइन यहाँ केरा पनि रहेछ होइन स्ट्रिटमा राखेको टक्क लगाएर सित्तैमा रहेछ यो चाहिँ होइन गाइज केरा केरा भन्छ तिमीहरू यही हो यो केराको जङ्गल केराको थम्बा हामी चार भाइ केराको खम्बा हामी चार
गाइज हामी होइन स्विमिङ गरेर निस्केको ठ्याक्क पानी पनि पर्यो होइन ओ माई गड बबाल ओइ होइन मान्छे आइरहेको छ ओइ यहाँ हेर्न कङ्गारु ओइ त्यही हो मान्छे आइरहेको छ तलबाट त्यही भएर मैले क्यामेराले हल्का घुमाइहालेँ गाइज त्यही होइन मलाई कस्तो भइरहेको छ सम्झि दामी 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 बबाल यस्तो छ यार जङ्गल छ यार पुरै नेपालतिरको त्यो जङ्गल गएको जस्तो फिल भइरहेछ क्या यस्तो बबालै छ होइन गाइज कस्तो हुँदैछ आज पुरा पानीमा रुच्दै हिँडिरहेछ यार बर्खा झरी नेपालको याद आयो आज चाहिँ स्कुलबाट पात ओढेर हिँड्यो कि तिमीहरूले पात पिरालुको पात चाहिँ ओढाएको हुन्छ मैले त भन्छ आज बबाल रमाइलो भयो धेरै घुम्यो होइन अब चाहिँ हामी घर लाग्नेछौँ त्यही हो अब नेक्स्ट ब्लगमा भेटौँला है त